एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि मृगनयनीले मनमा मोहनी लयो रातको निदरी दिनमा होसे उडायो परेलीमा लुकाएर राखिदेऊला सपनीमा आए तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुनै किरी भने तिमी नाचिदिनु झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुद्धुकै बारेमा झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ भयो उसले कान्छाले सबै कार्टुनहरू नि त कान्छाले यो कता दिनु घिउ हालेको के राख्नु नि यहाँ चाहिन्छ होइन यहाँ हो त तपाईँले राखिदिनु तिमी फरक हेर बोलाउनु बा भौवा राम्रो हुँदै हुन्छ होला नि त यम्मा छन्नो देवी रवतया भवन्त वेदाय संजुग्रादर्शनि तपस्या गरीषणि विषयं उदाहरणं दामियो वैनिस्यो अच्छन्ना अलिकति अक्षर हाले अस्तु गणमितं योगान्नति हरि श्री सते अक्षरा पुरुषा हम सर्वावस्थं गतविहाय अस्मने पुण्डरीकाक्षं सभायाभ्यन्तरचुचे ओम पुण्डरीकाक्ष पुनातः पुण्डरी आज हिराको यो कुसको लाउनु भोलि बेहुलीले लगाइन्छ तपाईँलाई नमस्कारम पुग्दैछमा चाहिँ एउटा कुस लिनु थियो त्यहाँबाट काटेको सर्वेषां विरोधेन पूजा कर्म समारभे ध्यानं प्रार्थना समर्पयाम आकाशतिर अलिकति आकाशाय नमः भूमिमा अगाडिपट्टि आफ्नो भुइँमा अगाडिपट्टि राख्दैन ध्यान प्रार्थना अब हातमा लिनुहोस् दाहिने हातमा राइट ध्यान प्रार्थना समर्पयाम जान उताबाट उठेर गएर उल्टो ठुलो दियो बाल्नुहोस् त यसको माथि त्यो लोटाको माथि शिवलिङको माथि सानोलाई त्यो खाएर हात धोएर आउनु त त्यहाँ राखिदिनु फुलहरू चाहिँ अलिअलि त्यही दिएको छ लगाइदिनु फुल
हरिटने मे सतिनो बृहस्पति दधातु मरुता प्रेणिमा तरः शुभं जानो विदने भोजन्मय अभिजवा मनवः चोरचक्षो विष्णु देवा अवसागमन्य अवदं कुलपितृसहित विवाह कर्म अधिकार प्राप्त देवता लड्डकरणाय नमो नमः निर्विघ्नमत्तो 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 सुमुखा जय गदन्तश्च नक्सलवाड़ी तांडंगिनां नम तथा च जरम्भन ज्योत हैन रंगन ज्योत अन्तर्गत यतचानिक शिव विष्णु पंचन हैन के मन्दिर छ विष्णु पंचन मन्दिर ब्रह्मकारमाय देवता सन्नाय जनता बाला संलग्न नद्या तथा मेजी माइ दे नद्यासन छणी धनुराय शरीर छ तपाईको बोलाउने नाम आइडी नाम प्रचलित नाम भूमिराज तथा आइडी मा दिन्छ नि भूमिराज तथा धर्म कर्म अधिकार समस्त परिवार तथा सब पत्नी जन्मनाम जन नाम देव्या लोक शान्तन नाम देव्या तथा आत्मन छ ज्येष्ठ पुत्र जन्मनाम ल भाइ मिथुन राशि शरीर केशव कुमार तथा आइडी नाम संजय कुमार तथा आत्मन छ मध्यम पुत्र माइलो भाइको जन्म नाम जनक मीन राशि तथा लोकोपेशन आइडी नाम बोल्ने नाम रोहित कुमार तथा गौतम तथा आत्मन कनिष्ठ पुत्र जन्य कुमार शर्मण हो मसँग मम आत्मा श्रुति स्मृति पुराण बल प्राप्त्यार्थ अप्राप्त लक्ष्मी प्राप्त लक्ष्मी चिरकाल पर्यन्त सम सकल अनन्त पुण्य फलदाम मत शान्ति कुशादिकम आदाय हजुरले दुईटा पुछ्दैन सबैले एउटा पुछ्दैन नानीको होइन तपाईँको औँठी कोही छ आया तथा केशव कुमार कृष्ण कुमार जे पनि हो तथा आत्मना माइला भाइ जनक कुमार तथा रामप्रसाद समस्त परिवारसित कर्मणाधिकार प्राप्त अद्य ब्राह्मण वर्णादि कर्मण अधिकार प्रयत वस्त्र दक्षिणानि सर्वस्वमादि सहित कर्मणि वयं करिष्यामि छोडे नमो ब्रह्मण देवाय ब्राह्मण हिताय च जगदिताय कृष्णाय गोविन्दाय अझै उठ्ने बेला ल कताबाट हावा ल्याउनु अरे त्यो काठको त यादै आएन हो त होइन कस्तो जान यहाँ नै ओम नमः पुरे चढ़े ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय सदा शिवाय नमो नमः ध्यान प्रार्थना समर्पयामि नमस्कारो विदोचमे एतानि गन्धाक्षतपदपुष्पाणि नमः शिवाय ओम नमः शिवाय सदा शिवाय नमः ध्यान प्रार्थना समर्पयामि यभ्यो नमः सुदेनो बन्धु लेवादि समर्पयामि नमस्कारो विदोचमे प्रार्थना गर्नु काली भद्रकाली कपालिनी दुर्गा ल हो पैसा चाहिँ पहिलासम्म आएको नानीलाई
यिनै पक्रेर यो अलिकति लगन बोलाउँदैछु तपाईँहरू सबै नाच्ने गाउनेहरू तयार हुनुहुन्छ परीक्षा हुँदैछ है अघिले चिया खुवाएको आज 60 संवत्सर 2025 तदनुसार नोभेम्बर 26 तारिकको दिन शुभ लग्न शुभ मुहुर्तमा शुभ समयमा आज अत्रि गोत्रमा उत्पन्न भएका गौतम गोत्रमा उत्पन्न भएका यस घरका ज्येष्ठ सुपुत्र केशव कुमार मिथुन राशि सरले जन्म लिनुभएका यस घरका सुपुत्रको विवाह कर्म गर्न गइरहेका छौँ। हामीले मण्डपस्थ देवताहरूलाई सबै पूजा गरिसकेका छौँ अनि कुलपितृहरूलाई स्मरण गरिसकेका छौँ र कन्यालाई पूजा गरेर दियो कलशलाई साक्षी राखेर अग्निलाई साक्षी राखेर हामीले कसार बटार्ने हाम्रो लड्डुकरण भनिन्छ र ग्रन्थि बन्धन पनि गरिसकेका छौँ लगन गाँठो जल्ला भन्छ र सबै कार्य पूरा गरेर हामीले अग्निलाई जलाएर अग्निलाई साक्षात गरेर सबै हामी गाउँ बस्ती दिदी बहिनी दाजुभाइ आमा परिवार सात छिमेकी भएर आज शुभ कार्यमा शुभ लड्डु है श्री गणेश भन्छ यसलाई गर्नका लागि तयार भएका छौँ जस्तो लाग्दैछ। म सोध्दैछु हजुरहरूलाई तयार हुनुहुन्छ कि हुनुहुन्न है त। अब कन्या केटीहरू त्यो कलश बोक्ने तयार, नाच्ने गाउने आमाहरू तयार, मोबाइल खिच्ने रिल बनाउने तयार, खिच्नेहरू तयार, बाजा बजाउने पञ्चे बाजा खोइ ब्लुटुथ ल्याउने होला, बाजा ब्लुटुथबाट जोड्ने तयार, नाच्ने गाउने तयार, ठुलो हात जोडेर लड्डु बाँड्नका लागि मुस्कुराउँदै तयार, खुसी त हुन्छ है। अनि सबैजना भार बोक्ने, धान सुकाउने, सियो धागो पनि देख्दै थिएँ, सियो धागो बोक्ने, बुनम चदिनम तरेवा तारा नमतम जबलम तरेवा जबलम 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 तरेवा लक्ष्मी पतिते वीरभस्मराम शुभमंगलम 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 मंगलगन बोलगन उठाउनु भयो ठिक छ अघि पहिले भुटेको तेरे तो बेउलो भोलि भाग्दैन नाचे गरेको न पर्सि गरेको चप्पल एउटा ल्याऊ जोडी एउटामा राख्नु हात बोल्ला नि वाली आउन पहिले अहिले हात बोल्नु हुँदैन भयो के पूजा हुन्छ भयो भने त राख्दा भयो नि नानी यो यस्तो सारा सुन्ने जस्तो छ घिउ लाउनु पर्छ नि त भयो फेरि के भयो बाजे सिकाइदिनु न माइलाको बालामा आफै गरिन्छ पहिलोचोटि काम गर्ने मान्छेलाई साइड छैन चढाउनलाई त्यो अगाडि बसेर हटाउनु एउटै साइजका हुनु अरू फेरि सेलाएपछि चल्नु पर्दैन नि त यता बस्दा त हुन्थ्यो होला यसमा चाहिँ हाल्ने डब्बा हो सेलाइसक्नु नि त त्यो
आज सजे आए वे सारा शहर, आज हो गई आवे रब दी महर। हाय सजे आए वे सारा शहर, आज हो गई आवे रब दी महर। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। खुशियां दा चढ़िया अज वेला वे। यो कस्तो बन हजुर टेबलमा थियो टेबल माताले त जहाँ पनि हो ल नाचन लाग्यो रे बैरागी मन, अरे भागन लाग्यो रे बैरागी मन। आज उनसे मिलना है हमें, आज उनसे मिलना है हमें। चलो उनके लिए कुछ लेते चले और उनको दुआएं देते चले। थोड़ी गुंजिया बुंजिया लेते चले, थोड़ी बर्फी बर्फी लेते चले। आज उनसे मिलना है हमें, आज उनसे मिलना है हमें।
रानी है, सुंदर सयानी है, वो खानदानी है, जाने दिल क्या क्या खरीदे हम, क्या ना खरीदे हम, क्या दे निशानी, ये है मुश्किल। महलों की रानी है, सुंदर सयानी है, वो खानदानी है, जाने दिल क्या क्या खरीदे हम, क्या ना खरीदे हम, क्या दे निशानी, ये है मुश्किल। थोड़ी मठरी वठरी लेते चले, थोड़ी चकली चिड़ा लेते चले, कुछ तीखा भी खा लेते चले, और कुछ खट्टा मीठा लेते चले। आज उनसे मिलना है हमें, आज उनसे मिलना है हमें। कलशको पानी अझ पहिले
अब हाम्रो अक्षताहरूले अस्मिता हावा लागेछ त्यसैमा जलाउनु नि त्यही जलाइदियो अघि नै एन्ट्री हुँदा जलिरहेको थियो लु रानी सबै सोच्दै सोच्दै यताबाट जमा न तो क्या उन्होंने की करना चाहिए धेरै कमाइ हो त्यो अब तपाईँले पनि बुहारीले पनि देउली अगाडि आऊ बढाउनु पर्ने कहिले फ्याक्ट्री काम गरिरहेको कहीँ फाल्छु देउला प्यामा यो ठुलो मामा है ठुलो भान्जालाई धेरै धेरै बधाई छ बाहिरमा कुच्चुदा भएछ के भयो होला हराएन खोइ कहाँ क्या बाटो साटो छैन एउटा होइन दुईटी छ दुईटी छ आएको त यहाँ छैन यहाँ यो तालले ध्यान गर्यो सोधेको यो मेरो सानैमा रातो सामान अरे रातो रातो रानी सामान अरे
श्रीमन्तको सबैले पनि आस्ते आस्ते लगा कसिया नम्बर लगाउँदा हो त्यसो बनाउनु के जान्दैन हो पूजा गर्नुपर्छ होइन सिक्ने मौकै पाएन नि दक्षिणा परे बुढाबुढाहरू काम मिलेर खान्छ यहाँ आएको छैन नाकते फेंकिदियो है भाइ मैले साइलो भाइ नाकते उ त टुप्पो त फेंकिदियो काटेर हो त टुप्पो त काटेर यो किति अब एउटा कान बाँकी थियो हेर्नु काम पनि गरेको खै कुरा गन्ती यो किन छोड्यो या निकाल्यो कान तिनवटा मात्रै भयो होइन काम 4टा हुँदैछन् त प्रभु मत्प्रियं धन धान्यादि समृद्धं सुरधन लभात सुकृतन भो अब सर्वसिद्धि मंत्र श्याम श्री शिव देवता भूता किंचनी घुमाने पता नहीं चंद्रमा मनसो जात सूर्याध्यायत
गुलाबजलपुष्पाणि समर्पयामि नमस्करोमि समर्पयामि आत्मा छोटा है गंगा समर्पण नमस्करोमि पूजाले तपाईँले उठाउनु यहाँले अहिले म हातमा लगाउनु हात लगाउनु चलाउनु छोडेर हरे हे नारायण भगवान की जय नाम तावत् सुचिरो बाबा हरि ओम वदं कर्णे जगत्रातिवैरङ्गैकुटुवागो सतमविर्वसे मयि देवहितं जलाय मार्गशीर्ष मासे अद्य शुक्लपक्षान्तर्गत द्वादशं परितः द्वादशं उपनिषदशमने कृष्णाय गोविन्दाय नमो नमः सारे बेहुलाको गायत्री वर्तमानमा यस्मान् धोर्वदितं धोर्वामो देवानां धूपमाग्रहयामि रथचदीपं दर्शयामि भवतु तिरुबाबा सुप्रसन्न भवतु बाबा या ध्यानं प्रार्थनं समर्पयामि नमस्करोमि यसमा पनि ध्यानं प्रार्थना ओम ब्रह्मा विष्णु प्रजापति महाकाली महालक्ष्मी सुविद्या ध्यानं प्रार्थना समर्पण नमस्कारम विरजी यसलाई त्यसमा अब यसो भने यहाँ तल लाउनु हरि ओम तथा अतिथि तच्छत हरि ओम तच्छत हरि ओम तच्छत 3 बार भन्नु श्री विष्णु धेरै अत्रि गोत्र हमेशा याद गर्नु गौतम हरि कर्मण पुण्य लक्ष्मी भनेको रिमट है नारायणलाई चढाउने कर्मण पुण्य फल प्राप्ति कामना सञ्चिताद्य आध्या कर्मण समस्त परिवार ओम भव स्वाइदं वायवे नमः स्वाइदं सूर्याय नमः स्वाहा इदं सूर्याय नमः ओम अग्निवर्णाम स्वाइदं वाहाय गुरुदेश्वर समात्रे नमः स्वाहा आवत सर्वमते नमः स्वाहा ओम विनायकाय नमः स्वाहा ओम ब्रह्मणे नमः स्वाहा ओम दिक्पालादि देवतावे नमः तिम्रो मिठो बोलीसँग तिम्रो आनी मानिसँग हारे 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 म त हारे हो हारे 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 म त हारे गरमको कोरेटो कतै चिसो कतै सिरेटो दूरसम्म पुग्ने सारे 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 त्यतै सारे हो सारे 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 त्यतै सारे हो आधा तेरा इश्क आधा मेरा ऐसे हो पूरा चंद्रमा ओ तारा तेरा एक तारा मेरा बाकी अंधेरा आसमां न तेरे संग लागे बांधे जो पीपल पे धागे ये सुरमे के धारे बहते हैं नजरे बचा के बदरंग में सतरंगा
तिम्रो मोहनी बोलीमा जादु है मनैको गाठो फुक्यो नि कसरी बाँधो है नजरमा तिम्रो मोहनी बोलीमा जादु है मनैको गाठो फुक्यो नि कसरी बाँधो है बेला बितेसी केलाउनी रहेछ र मनै जितेसी केलाउनी रहेछ र मनै जितेसी ओए केलाउनी रहेछ र मनै जितेसी लाउन पिराती भनेरै बसेको पत्तै पाइन यो मन तिमीमै फसेको लाउन पिराती भनेरै बसेको पत्तै पाइन यो मन तिमीमै फसेको बेला बितेसी केलाउनी रहेछ र मनै जितेसी केलाउनी रहेछ र मनै जितेसी ओए केलाउनी रहेछ र मनै जितेसी खस्दैन त्यसै रुखको स्याउ धरतीले नतानी बस्दैन त्यसै मनमा गोही मायाले नहानी खस्दैन त्यसै रुखको स्याउ धरतीले नतानी बस्दैन त्यसै मनमा गोही मायाले नहानी बेला बितेसी केलाउनी रहेछ र मनै जितेसी केलाउनी रहेछ र मनै जितेसी ओए केलाउनी रहेछ र मनै जितेसी नौरङ्गी रूप नौजाले बुद्धि रहेछ नि ठेटोमा मै सोझी ठेटी कमीलाई सारी
हेरेको होला झर्केर जानीले छनमाया गाडा बनाउँछ भन्छन् रिसालु बानीले ओए होए फर्केर किन हेरेको होला झर्केर जानीले छनमाया गाडा बनाउँछ भन्छन् रिसालु बानीले बेला बितेसी खेलाउने रहेछ र मनै जितेसी खेलाउने रहेछ र मनै जितेसी ओए खेलाउने रहेछ र मनै जितेसी सोचेकै थिइन यसरी कोही आउनेछ जीवनमा जिन्दगी भरि नजानी गरी बस्नेछ यो मनमा सोचेकै थिइन यसरी कोही आउनेछ जीवनमा जिन्दगी भरि नजानी गरी बस्नेछ यो मनमा बेला बितेसी खेलाउने रहेछ र मनै जितेसी खेलाउने रहेछ र मनै जितेसी ओए खेलाउने रहेछ र मनै जितेसी
छैन भने है मेरी बुहारीलाई बुहारीलाई मै गरौँला घरको काम ए काम छोरै मेरो प्यारो उसकी प्यारी हो मै मिलाउला घरको ताम झाम ए झाम लगन गाठो के छ खोइ सुटुकै जुराइदेऊ न अम्मै बेहुलामै हुँ बेहुली कोही चिठीकै भेटाइदेऊ न मलाई लड्के जोबन लड्किन्छ फेरैको पहिरो झिनी समय एउटै जुनी इच्छा छ डोलीमा चढ्ने नि हो अम्मै जुरेको आजैको मितिमा सायद भोलिको दिनैमा केटो विभागित बुनेको सपनी आज प्रमाणित भोलिको दिनैमा केटी विवाहित छड्के सलाम छ मेरी प्यारी दुलही सुस्वागत छ मेरो मनैको घरैमा छड्के सलाम छ मेरो प्यारा दुलालाई बन्दोबस्त छ खै म आउने घरैमा छड्के सलाम छ मेरी प्यारी दुलही सुस्वागत छ मेरो मनैको घरैमा छड्के सलाम छ मेरो प्यारा दुलालाई बन्दोबस्त छ खै म आउने घरैमा सालैको दुनोमा फन्केको फिनी घरैको चाबी सुन तिमीलाई दिने सालैको दुनोमा फन्केको फिनी घरैको चाबी सुन तिमीलाई दिने माइती छोडेर आउने बुहारी नानी यता नि जिम्मा तिम्रै तिमी महारानी आउने छु नयाँ घरमा मायाको ल्याएर तिम्रै मायाको घर माइती छुटाएर जुरेको आजैको मितिमा सायद भोलिको दिनैमा केटो विभागित बुनेको सपनी आज प्रमाणित भोलिको दिनैमा केटी विवाहित छड्के सलाम छ मेरी प्यारी दुलही सुस्वागत छ मेरो मनैको घरैमा छड्के सलाम छ मेरो प्यारा दुलालाई बन्दोबस्त छ खै म आउने घरैमा छड्के सलाम छ मेरी प्यारी दुलही सुस्वागत छ मेरो मनैको घरैमा छड्के सलाम छ मेरो प्यारा दुलालाई बन्दोबस्त छ खै म आउने घरैमा छैन भने है मेरी बुहारीलाई मै गरौँला घरको काम ए काम
तिम्रो सुन्दरताको वर्णन गरे जस्तो छ। तिम्रो सुन्दरताको वर्णन गरे जस्तो छ। तिम्रो सुन्दरताको वर्णन गरे जस्तो छ। त्यो तिम्रो हेराइमा माया मिसिएको छ। त्यो तिम्रो हेराइमा माया मिसिएको छ। साली वाला
आएको थियो नि सबैजना